नमस्ते टासीले सम्पूर्णलाई आज हामी स्वयम्भू स्थित हामी 3 घरेमा छौँ र 3 घरेमा चाहिँ हाम्रो एउटा वृद्ध हुनुहुन्छ, वृद्ध बाजे हुनुहुन्छ हिमबहादुर लामा, जुन उहाँ चाहिँ अब 6-7 वर्ष अगाडिदेखि नै दुवै किडनी मृगमा चाहिँ फेल भएको अवस्थामा हामीले भेटेका छौँ र उहाँले चाहिँ आज उहाँको आफ्नो स्वास्थ्यको केयर गर्नको लागि चाहिँ हामी हाम्रो घिसी टासी फाउन्डेसन मार्फत चाहिँ उहाँलाई चाहिँ रु 10,000 रुपियाँ चाहिँ सहयोग प्रदान गरिरहेका छौँ, गर्नेछौँ र जुन चाहिँ हाम्रो 10,000 रुपियाँले 10,000 रुपियाँ चाहिँ उहाँको स्वास्थ्यको लागि चाहिँ केही राहत होस् भनेर चाहिँ हामी यो घिसी टासी फाउन्डेसनबाट चाहिँ यो 10,000 रुपियाँ चाहिँ दिन गइरहेका छौँ र जुन 10,000 चाहिँ हाम्रो भीमबहादुर लामाज्यू जुन किडनी मृगौला पीडित रोगी हुनुहुन्छ उहाँलाई चाहिँ हामी आज दिन गइरहेका छौँ। लिनु भयो है, तपाईँको यो 10,000 त धेरै त होइन, सानो रकम भयो भने केही उपचार गर्नु होला है। ल नमस्ते।